नमस्कार। आज हामी पितृलोक, पितृहरू र प्रेत आत्माहरूको बारेमा गम्भीर चर्चा गर्न गइरहेका छौँ। हिन्दू धर्म अनुसार पितृहरू हाम्रा दिवंगत पुर्खाहरू हुन्, जसले आफ्नो सन्तानलाई आशीर्वाद दिन्छन्, तर असन्तुष्ट भएमा उनीहरू रिसाउने पनि गर्छन्। अर्कोतर्फ प्रेत आत्माहरू भने ती हुन् जसले मृत्युपछि शान्ति पाएका हुँदैनन् र विभिन्न कारणले पृथ्वी लोकमै अड्किएका हुन्छन्। पितृहरू को हुन्? पितृहरू भन्नाले हाम्रा दिवंगत बुबा, हजुरबुबा, बाजे, बराजु तथा सम्पूर्ण पुर्खाहरूलाई जनाउँछ। उनीहरू पितृलोकमा बास गर्छन्, जहाँबाट आफ्ना सन्तानका गतिविधिहरू हेर्ने तथा मार्गदर्शन गर्ने विश्वास गरिन्छ। प्रेत आत्माहरू को हुन्? प्रेत आत्माहरू भने ती दिवंगत आत्माहरू हुन् जसले उचित क्रियाक्रम नपाएका वा अपूर्ण इच्छाका कारण अशान्त अवस्थामा रहेका हुन्। यस्ता आत्माहरू असन्तुष्ट हुने भएकाले परिवारजनले उचित विधिपूर्वक पिण्डदान तथा श्राद्ध कर्म गरिदिनु आवश्यक छ। पितृहरूलाई कसरी खुसी पार्न सकिन्छ? श्राद्ध कर्म प्रत्येक वर्ष विशेष गरी पितृपक्षमा श्राद्ध गरी उनीहरूलाई तर्पण गर्नु आवश्यक छ। दान र सेवा, गौ सेवा, गरिबलाई भोजन तथा अन्नदान गर्नाले पितृहरू सन्तुष्ट हुन्छन्। तुलसी पूजा, तुलसीका पातहरू पितृतर्पणमा प्रयोग गर्दा उनीहरू प्रसन्न हुन्छन्। मन्त्र जप र हवन, ओम पितृभ्यो नमः जप तथा हवन गर्दा पितृहरूले आशीर्वाद दिन्छन्। प्रेत आत्मा शान्ति कसरी गराउने? दिवंगत व्यक्तिको नाममा गंगा, त्रिवेणी वा अन्य पवित्र स्थानमा पिण्डदान गर्नुपर्छ। प्रत्येक आत्माको उद्धारका लागि महामृत्युञ्जय मन्त्र जप गर्नु प्रभावकारी मानिन्छ। असमयमा मृत्युवरण गरेका व्यक्तिहरूको लागि विशेष श्राद्ध र तर्पण गर्नुपर्छ। पितृ वा प्रेत रिसाएमा देखिने सङ्केतहरू: घरमा निरन्तर अशान्ति हुनु, बिरामी परिरहनु, आर्थिक समस्या आइरहनु, कुनै पनि काममा सफलता नहुनु, राति दिवंगत आत्माहरू देखिनु, घरभित्र अनौठा ध्वनि वा आकृतिहरू देखिनु। पितृदोष निवारणका उपायहरू: अमावस्याका दिन पवित्र नदीमा स्नान गरी तर्पण गर्नु, भगवानको पूजा गर्नु, शनिबार वा सोमबार ब्राह्मणलाई भोजन गराउनु, पिपलको रुखमा जल चढाउनु। हाम्रा पितृहरू हाम्रो संरक्षण गर्नका लागि नै हुन्छन्। उनीहरूलाई खुसी राख्न सके हामी पनि सुखी र समृद्ध बन्न सक्छौँ। त्यसैले यदि तपाईँको परिवारमा कसैले उचित पिण्डदान र श्राद्ध गरेका छैनन् भने आवश्यक क्रियाकलाप गर्नुहोस्। पितृ र प्रेत आत्मा सम्बन्धी महत्त्वपूर्ण जानकारीहरूका लागि हामीसँग जोडिनुहोस्। जय महाकाल।